आज चाहिँ हामी लेसन 9 को बुन्की र रेबुन पढ्छौँ। याभन्दा अगाडि चाहिँ मैले रेन्सुए र लेसन 9 को बेसिक कुराहरू हालिसकेको छु है। रेबुनकै चिबानमा के छ भन्दाखेरि वातासी वा इटालिया रेउरिगा सुकी देश है। मलाई चाहिँ इटाली परिकारहरू मन पर्छ। अनि निबानमा के छ वातासी वा निहोङ्गोगा सुकोसी वाखारिमास, म चाहिँ जापानिज भाषा अलिकति बुझ्छु भनेको छ। अनि सानबानमा छ केउ वा कोदोमो नो तान्जियोबी देशकारा हायाको खाइरिमास, आज चाहिँ बच्चाको बर्थडे भएकाले है छिटो फर्किन्छु भनेको है। ल अब चाहिँ हामी रेबुन पढ्छौँ है। रेबुनको इचिबानमा के छ भन्दाखेरि ओसाकेगा सुकी देशका है, रक्सी मन पर्छ भनेर क्वेसन गरेको छ। एन्सरमा के छ इए सुकी ज्यारिमासेन, मन पर्दैन भनेको छ। अनि निबानमा के छ त दोन्ना सुपोच्चु गा सुकी देशका, कस्तो खालको खेल मन पर्छ भनेर क्वेसन गरेको छ। एन्सरमा के छ साखागा सुकी देश, फुटबल मन पर्छ भनेको है। अनि सानबानमा छ है कारिना सानवा एगा जेउजु देशका, कारिना जी चाहिँ त्यो ए भने चित्रमा सिपालु हुनुहुन्छ भनेको छ है। हाई कारिना सानवा तोत्तेमो जेउजु देश, हजुर कारिना जी चाहिँ एकदमै सिपालु हुनुहुन्छ भनेको छ। योनबानमा छ तानाका सानवा इन्डोनेसिया गोगा वाखारिमास्का, तानाखा जी चाहिँ इन्डोनेसियन भाषा चाहिँ बुझ्नुहुन्छ भनेर भनेको छ। अनि एन्सरमा के छ इए जेनजेन वाखारिमासेन, बिल्कुलै बुझ्नुहुन्न अथवा बुझ्नुहुँदैन भनेको है। ल अनि त्यसै गरी गोबानमा छ कोमाखाई ओखानेगा आरिमास्का है, खुर्दा पैसा है, खुजुरा पैसा चाहिँ छ भनेको छ क्वेसनमा। अनि इए आरिमासेन छैन भनेको छ। त्यसै गरी रोकुबानमा छ माइयासा सिनमुन ओ योमी मास्का, हरेक बिहान चाहिँ पत्रिका पढ्नुहुन्छ भनेर क्वेसन गरेको छ। एन्सरमा के छ त इए जिखानगा आरिमासेन खारा योमिमासेन, समय नभएकाले पढ्दिन भनेको है। त्यसै गरी नानाबानमा छ दौसिते किनौ हायाको खायरी मास्ताका है, किन चाहिँ हिजो छिटो फर्किनु भएको थियो भनेको छ। अनि एन्सरमा के छ त योजिगा आरिमास्कारा भनेको, योजी भनेको पर्सनल काम है, योजिगा आरिमास्कारा पर्सनल काम भएकोले भनेर भनेको छ है। ल मिनासान वाखारी मास्का